हेलो मेरा प्यारा साथीहरू, म तपाईहरूलाई रमाइला कथाहरू सुनाउने जस्मिन दिदी हो है। आज पनि म तपाईहरूलाई लागि एकदमै रमाइलो कथा लिएर आएकी छु। सुनिरहेका छौ नि? अब कथा सुरु गरौँ है त। आजको कथाको शीर्षक रहेको छ श्रापित ऐना। कथा सुरु गरौँ है त। एका देशमा प्रकाश नाम गरेको एकजना मान्छे थियो। उसको श्रीमतीको नाम गीता थियो। उनीहरू दुवै गाउँबाट सहरमा जागिर खोज्दै आएका थिए। उनीहरू धेरै मेहनती थिए, तर सहरमा बस्नका लागि धेरै पैसा कमाउन सकेका थिएनन्। त्यसैले उनीहरूले सहरको छेउमा रहेको एउटा पुरानो घर भाडामा लिने निर्णय गरे। त्यो घर अरू घरभन्दा धेरै सस्तो थियो। सस्तो हुनुको कारण थियो त्यो घरको नराम्रो नाम। मान्छेहरू भन्थे त्यो घरमा राम्रो कुरा हुँदैन। तर प्रकाश र गीतालाई लाग्यो नराम्रो नाम त सबै पुरानो घरको हुन्छ, हामीलाई त पैसा बचाउनु छ। घरको बाहिरबाट हेर्दा त्यो धेरै राम्रो थिएन। घरको भित्र पनि जताततै धुलो, माकुराको जालो र चिसो महसुस हुन्थ्यो। जाडो महिना नभए पनि घरको हावा चिसो र गहराउँथ्यो। घरको मालिक मोहन आएर उनीहरूलाई घरको सबै कोठा देखाए। मोहनको अनुहारमा सुरुदेखि नै ठूलो चिन्ता र डर देखिन्थ्यो। सबैभन्दा माथिको तलामा एउटा सानो अँध्यारो कोठा थियो। त्यो कोठामा अरू कुनै सामान थिएन, मात्र एक कुनामा एउटा ठूलो ऐना थियो। त्यो ऐनालाई एउटा पुरानो मोटो कालो कपडाले राम्ररी छोपिएको थियो। त्यो कपडामा धेरै धुलो जमेको थियो। मोहनले प्रकाश र गीतालाई आफ्नो नजिक बोलाए। उनको आवाज काँपिरहेको थियो। मोहनले हात जोडेर बिन्ती गर्दै भन्यो, यो घर धेरै पुरानो हो। यहाँका अरू सबै कोठामा तपाईहरू जे गरे पनि हुन्छ। यहाँ राम्रो जीवन बिताउनुहोस्। तर म तपाईहरूलाई एउटा कुरा बिन्ती गर्छु, यो ऐनाबाट यो कपडा कहिले नझिक्नु, यसलाई सधैँ छोपेरै राख्नु। प्रकाशले अचम्म मान्दै सोध्यो, किन नि मोहनजी, यो ऐना खासमा के हो र? मोहनको अनुहारको रङ उड्यो। उनको निधारमा पसिना आयो। उसले हतारमा भन्यो, कारण नसोध्नुहोस्, बस मेरो कुरा मान्नुहोस्। मैले यो घर धेरै सस्तोमा दिनुको कारण यही हो। यो भन्दा पहिले यो घरमा बसेका मान्छेहरूले मेरो कुरा मानेनन्। त्यसपछि उनीहरू एकाएक हराए। मैले उनीहरूको नाम लिन पनि सक्दिनँ। तपाईहरूले यो कुरा भुल्नुहोस् र शान्तिले बस्नुहोस्। मोहनको डर देखेर प्रकाश र गीतालाई पनि डर लाग्यो। उनीहरूले हुन्छ भनेर घर भाडामा लिए। उनीहरूलाई जागिरको र पैसाको चिन्ता यति धेरै थियो कि उनीहरूले त्यो डरलाई मनको कुनामा लुकाए। सुरुका दिनहरूमा प्रकाश र गीताले घर मालिकको कुरा माने। उनीहरूले त्यो ऐना भएको कोठामा धेरै ध्यान दिएनन् र ढोका सधैँ बन्द गरिराखे। तर मान्छेको मन न हो, जसलाई रोक्यो उसलाई त्यही हेर्न मन लाग्छ। एक हप्तापछि गीताको मनमा त्यो ऐनाको बारेमा धेरै जिज्ञासा अर्थात् क्युरियोसिटी जाग्यो। ऊ राति सुत्न पनि सक्दिन्थे, सधैँ ऐनाकै बारेमा सोच्थे। एक साँझ गीताले प्रकाशलाई भनी, प्रकाश, त्यो ऐनामा के छ होला? कस्तो ऐना होला यो? यति धेरै छोपेर किन राखेको होला? एकपटक हेरौँ न। प्रकाशले गीतालाई रोक्ने कोसिस गर्यो। नछौ गीता, घर मालिकले नछोप्नु भनेको छ। हामीले उहाँको कुरा मान्नुपर्छ। यसमा के डर हुन्छ र? यो त खालि एउटा सिसा मात्रै हो, गीताले भनी। यदि यो श्रापित हो भने पनि यसले हामीलाई केही गर्न सक्दैन। अर्को दिन प्रकाश काममा गएको बेला गीताले आफूलाई रोक्नै सकिन। उसले मनमा नै भनी, म एकैछिन हेर्छु र फेरि छोपिदिन्छु, कसैलाई थाहा हुँदैन। उसले त्यो पुरानो कोठामा गई र बिस्तारै ऐनाको कपडा हटाई। कपडा हट्ने बित्तिकै कोठाको चिसो हावा अचानक निकै चिसो भयो। त्यो चिसो हावाले गीताको हातखुट्टा काँपे। ऐनाबाट बरफ जस्तो चिसो हावा निस्केको जस्तो लाग्यो। ऐना एकदमै ठुलो, सफा र सुन्दर थियो। त्यसको फ्रेम कालो र पुरानो काठको थियो, तर ऐनाको सिसा एकदमै चम्किलो थियो। गीताले हाँसेर आफ्नो अनुहार हेरी, कस्तो मूर्ख रहेछ घर मालिक, यो त राम्रो ऐना मात्रै पो रहेछ। तर जब उसले ऐनामा ध्यान दिएर हेरी, उसले एउटा अनौठो कुरा देखी। ऐनामा उसको पछाडि एउटा अर्कै कोठा देखिन्थ्यो। त्यो कोठा गीताको यो कोठाभन्दा धेरै सानो, धेरै अँध्यारो र ढोका नभएको कोठा थियो। त्यो कोठामा भित्ताहरू पनि पुरानो र चिरा परेका थिए। गीतालाई डर लाग्यो र उसले पछाडि फर्केर हेरी, तर पछाडि त खालि उनको पुरानो कोठाको सिधा भित्ता मात्र थियो। गीतालाई लाग्यो, यो ऐना त हाम्रो संसारको होइन रहेछ, यसले त अर्को संसार देखाउँदो रहेछ। गीतालाई धेरै डर लाग्यो र उसले त्यो ऐनालाई फेरि हतारमा कपडाले छोपिदी। तर अब ढिलो भइसकेको थियो। त्यो दिनदेखि घरमा अनौठा घटनाहरू हुन थाले। राति प्रकाश सुतिरहेको बेला उसलाई ऐना भएको कोठाबाट कसैले फुसफुसाएको जस्तो आवाज आउँथ्यो। त्यो आवाज कुनै भाषाको थिएन, मात्र हावामा घुलेको चिसो ध्वनि जस्तो लाग्थ्यो। कहिलेकाहीँ त उसले चिसो पाइलाको आवाज पनि सुन्थ्यो, जो माथिल्लो तलामा हिँडेको जस्तो लाग्थ्यो। एक साँझ प्रकाश ऐना नजिकै उभिएको थियो। गीताले फेरि एकपटक ऐनाको कपडा हटाएकी थिए। उसले ऐनामा आफूले र गीतालाई देख्यो,
तर अचानक उसले देख्यो ऐनाभित्रको गीताको अनुहार अहिलेको भन्दा बुढो, कमजोर र धेरै दुखी देखियो। उसको शरीरको रङ उडेको थियो र उसको आँखामा ठूलो पीडा थियो। त्यो छाया एकदमै थाकेको जस्तो लाग्थ्यो। कहिलेकाहीँ त ऐनाभित्रको गीता रोएको जस्तो पनि देखिन्थ्यो, तर मुखबाट कुनै आवाज आउँदैनथ्यो। प्रकाशले गीतालाई सोध्यो, के भयो गीता, तिमी ऐनामा किन यति धेरै दुखी देखेको? तिमीलाई केही समस्या छ? गीताले अचम्म मान्दै भनी, म त हाँस्दैछु, म दुखी छैन, म त आफूलाई ऐनामा हेर्दै थिएँ। तर ऐनामा हेर्दा प्रकाशलाई लाग्थ्यो ऐनाभित्रको संसार हाम्रो संसारभन्दा फरक गतिमा चलिरहेको छ। ऐनाभित्रको गीता हरेक दिन 1 वर्ष बुढो हुँदै गइरहेकी छिन् जस्तो लाग्थ्यो। प्रकाशलाई डर लाग्यो र उसले त्यो ऐनालाई फोटो खिच्ने क्यामेरा कोसिस गर्यो। तर जब उसले क्यामेरा ऐनातिर सोझायो, क्यामेरा अचानक बिग्रियो। उसले जति कोसिस गरे पनि ऐनाको फोटो खिच्न सकेन। ऐनाको सिसाले उसको फोटोलाई आफूभित्र तान्न मानेन। एक रात प्रकाशले सुत्न सकेन। उसले ऐना भएको कोठाबाट चिसो सासको आवाज सुन्यो। उसले डरले बिस्तारै त्यो कोठाको ढोका खोल्यो। गीता सुतिरहेकी थिई, तर ऐनाको सामुन्ने उभिएको अँध्यारो कोठामा प्रकाशले एउटा भयानक चिज देख्यो। ऐनाभित्रको त्यो अँध्यारो कोठा अब झन् कालो भएको थियो। त्यही कोठाको भित्तातिरबाट एउटा लामो पातलो र फोहोरी हात ऐनाको सिसातिर आयो। त्यो हातले ऐनाको सिसालाई भित्रबाट चिथोर्न थाल्यो। खुरुच खुरुच खुरुच, चिसो सिसामा नङले कोतरेको आवाज। यो आवाज यति भयानक थियो कि प्रकाशको मुटुको धड्कन तेज भयो। उसलाई लाग्यो ऐनाभित्रको कोही मान्छे बाहिर निस्कन खोज्दैछ। प्रकाश डरले पछाडि भागेर जोडले ढोका बन्द गर्यो। उसले गीतालाई बोलाउन खोज्यो, तर गीता आफ्नो कोठामा गहिरो निन्द्रामा थिए, मानौ उसलाई कसैले जादुई निन्द्रा लगाइदिएको छ। त्यो घटनापछि गीतालाई त्यो ऐनाको नराम्रो लत लाग्यो। ऊ दिनभरि त्यही पुरानो कोठामा बस्थी र ऐना हेर्दै गर्थी। उसले ऐनाभित्रको दुखी र कमजोर आफूलाई हेर्थी। उसले ऐनासँग फुसफुसाउँदै कुरा गर्थी, तर प्रकाशले केही बुझ्दैनथ्यो। गीता बिस्तारै दुब्लाउँदै गई। उसको शरीर कमजोर हुँदै गयो। उसको अनुहारको रङ पहेँलो भयो। उसलाई भोक लाग्न छोड्यो र ऊ धेरै घण्टासम्म सुत्न थाल्यो। डाक्टरलाई देखाउँदा पनि कुनै रोग भेटिएन। प्रकाशले बुझ्यो यो सबै त्यो श्रापित ऐनाको कारणले भइरहेको छ। उसले धेरै प्रयास गर्यो। उसले ऐनालाई फेरि कपडाले छोप्न खोज्यो, तर जतिसुकै बलियो कपडाले छोपे पनि त्यो कपडा आफै तल खस्थ्यो। कहिलेकाहीँ त उसले ताल्चा लगाए पनि ढोका आफै खुल्थ्यो। गीताले प्रकाशसँग पनि कुरा गर्न छोडिन्। उसलाई केवल ऐना हेर्न मन लाग्थ्यो, मानौ ऐनाभित्रको दुखी गीताले उसलाई आफ्नो नजिक बोलाइरहेकी छुन्। एक दिन राति प्रकाशले गीतालाई सुतेको ठाउँमा पाएन। उसले मुटुमा डर लिएर हतार हतार पुरानो कोठामा गयो। गीता ऐनाको एकदमै नजिक उभिएकी थिई। उसको शरीर पुरै कमजोर देखिन्थ्यो। उसले ऐनाको चिसो सिसालाई हातले छोएर रोएको जस्तो आवाजमा फुसफुसाइरहेकी थिई। उनी ऐनाभित्रकी गीतासँग आफ्नो जीवन साटिरहेकी जस्तो देखिन्थ्यो। प्रकाशले सोध्यो, गीता तिमी यहाँ किन एक्लै? के भयो तिमीलाई? जसरी प्रकाशले गीताको काँधमा हात राख्यो, गीताले कुनै प्रतिक्रिया दिएनन्। झ्याप्प, त्यो आवाजसँगै गीताको शरीर अचानक हावामा विलीन भयो। त्यो ऐनाको अगाडि अब कोही पनि थिएन। प्रकाश डरले चिच्यायो। प्रकाशले ऐनामा हेर्यो। ऐनाभित्रको त्यो अँध्यारो ढोका नभएको कोठा अब अलि उज्यालो भएको थियो। त्यो कोठाको बीचमा गीता उभिएकी थिई। ऊ एकदमै दुखी र एक्लो देखिन्थी। गीताको अनुहारमा डर, चिन्ता र एक्लोपन थियो। उसले ऐनाको सिसामा हात राखेर प्रकाशलाई हेरी। ऐनाभित्रबाट गीताको आवाज आएन, तर प्रकाशले बुझ्यो गीताले एकदमै पीडामा भन्दै छिन्, मलाई यहाँबाट निकाल, म यहाँ फसे। ऐनाले गीतालाई भित्र कैद गरिसक्यो र ऐनाभित्रको दुखी छाया अब कता गए थाहा छैन। प्रकाशको रिस र दुःख एकैपटक फुट्यो। उसले जोडले चिचायो, गीता म तिमीलाई निकाल्छु। उसले ऐनाको सिसालाई हातले हिर्कायो। उसले त्यो ऐनालाई समातेर पुटाउन खोज्यो। चट्ट एउटा ठूलो आवाज आयो र कोठाभरि सिसाका टुक्राहरू छरिए। प्रकाश भुइँमा लड्यो। जब ऊ उठ्यो, ऐनाको ठाउँमा केवल टुक्रिएका धारिला सिसाका टुक्राहरू मात्र थिए। गीता ऐनाभित्र फसेकी थिई, तर अब ऐना नै टुक्रियो। अब उसलाई कसरी निकाल्ने? प्रकाशले ती सिसाका टुक्राहरूलाई जम्मा गर्न थाल्यो। सिसाका टुक्राहरूमा भुइँ, छत र प्रकाश बसेको डरावडो कोठा देखिन्थ्यो। तर सबैभन्दा डरलाग्दो कुरा यो थियो कि ती सिसाका कुनै पनि टुक्रामा प्रकाशको आफ्नो अनुहार कतै पनि देखिएन। हरेक टुक्रामा केवल गीता भएको त्यो अँध्यारो ढोका नभएको कोठा मात्र देखिन्थ्यो र धेरै जसो टुक्रामा गीताको डरलाग्दो पीडाले भरिएको अनुहार देखिन्थ्यो। प्रकाशले बुझ्यो यो ऐनाको श्राप कहिल्यै सकिँदैन। गीता अब सदाको लागि ऐनाभित्रको संसारमा फसिन् र त्यो श्राप अब टुक्रिएका सिसाहरू मार्फत यो घरभरि फैलिएको छ। प्रकाशले त्यो घर छोडेन। ऊ एक्लै त्यो श्रापित घरमा बसिरह्यो, सधैँ आफ्नो श्रीमतीलाई ऐनाको टुक्रामा खोज्दै।